साथ हामी लाग्यौँ अब। ए हुन्छ हुन्छ है त, राम्रोसँग जानुहोस् है त। नमस्ते डाक्टर साहब। नमस्कार। तपाईँले यो मान्छेलाई कसरी चिन्नुहुन्छ, पागल हो होइन भन्ने? एकदमै सजिलो आइडिया छ पत्रकारज्यू। कस्तो आइडिया हो? आइडिया एकदमै सजिलो छ। हामीसँग एउटा वासिङ मेसिन छ यहाँ। यसमा हामीसँग तीनवटा चिज छ, एउटा चम्चा, एउटा गिलास, एउटा जग। अनि यो वासिङ मेसिनको पानी सबैभन्दा छिटो कसरी निकाल्न सकिन्छ भनेर हामीले यो टेस्ट गर्छौँ अनि हामीले को पागल हो को होइन पत्ता लगाउँछौँ। यो त अफ कोर्स यो त जगबाट निस्किन्छ। ए भाइ कता हुनुहुन्छ? हाम्रो पत्रकारज्यूलाई पनि क्वार्टर नम्बर 2 मा राखिदिनु पर्यो, उहाँ पनि पागल हुनुहुन्छ रहेछ। तर किन? ल आउनुहोस् है, म सिकाइदिन्छु। हेर्नुहोस् पत्रकारज्यू, यहाँ पानी छ है। यहाँ अब यो जगले निकाल्ने कि गिलासले निकाल्ने कि यो चम्चाले निकाल्ने भन्ने छ। तपाईँले जगले निकाल्ने भन्नुभयो होइन? हेर्नुहोस् यहाँ ड्रेन लेखेको हुन्छ, यो ड्रेन घुमाएर यसरी पानी निकाल्ने हो वासिङ मेसिनको। बुझ्नुभयो? अब तपाईँ पनि पागल हुनु रहेछ कि रहेन? रहेछ।